नमस्ते सबैजनालाई गुड मर्निङ गाइज वेलकम ब्याक टु सुरुचि ब्लग है। आज चाहिँ हजुरको सामु फेरि नयाँ ब्लगको साथ फेरि आइसकेको छु। म चाहिँ यहाँ फ्रेसेस भएर आइसकेको छु है। अघि नै फ्रेसेस भइसकेको छु है। अनि यहाँ चाहिँ रुमहरू भर्खर मिलाएर अनि यसो ब्लग गरौँ भनेर लिएर आएको छु। म चाहिँ यहाँ तन्नाहरू मिलाएर भर्खर अघि नै उठेर तन्नाहरू भर्खर मिलाएर अनि यहाँ सिरकहरू पनि मिलाएर भर्खर बसेको छु भ्लग गरौँ भनेर। अनि आज चाहिँ रिसेप्सन पार्टी पनि छ, ड्याडीको साथीको छोराको रिसेप्सन पार्टी छ। अस्ति चाहिँ बिहे भएको थियो अनि आज चाहिँ रिसेप्सन पार्टी छ, त्यही जान लागेको छु म र ड्याडी चाहिँ। हजुरलाई नै यसो भ्लग देखाऊँ भनेर लिएर आएको छु है। अनि आजको चाहिँ यो दिनभरिको भ्लग हुनेछ, के कस्तो हुनेछ हजुरले हेरिदिनु होला। लाइक र सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला है। सब्सक्राइब गर्नुभएको छैन गएर प्लिज गएर सब्सक्राइब पनि गरिदिनु होला। अहिले चाहिँ यहाँ म रुमहरू पनि मिलाउनु बाँकी छ, अझ भद्रगोल भएको छ यहाँ लुगाहरू छरेर त्यो पनि मिलाउनु बाँकी छ। अनि हिजो चाहिँ जात्रा पनि गएको थिएँ नि त। हिजो चाहिँ ललितपुरको यहाँ रातो मचिन्द्रनाथ हिजोदेखि स्टार्ट भइसकेको छ, त्यही हिजो गएको थिएँ। मलाई चाहिँ जात्राहरूमा एकदम जान मन लाग्छ कि रमाइलो लाग्छ, त्यो भाइब चाहिँ छुट्टै हुने क्या जात्राको। त्यही भएर मलाई चाहिँ रमाइलो लाग्छ कि पहिल्यैदेखि नै जाने भएर होला रमाइलो लाग्ने जात्राहरूमा चाहिँ। अनि मलाई सानोदेखि नै जात्रा अनि त्यो बाजाहरू एकदमै मनपर्ने के, त्यही भएर मलाई चाहिँ त्यो धुनहरू के बाजाको धुनहरू सुन्न एकदमै आनन्द आउने कि, त्यही भाइब्स के भाइब्स त हो नि, बाजाको भाइब्सहरू सुनेर आनन्द आउने। त्यही हिजो गएको थिएँ हिजो जात्रामा। आज चाहिँ जान पाउँदैन होला। आज चाहिँ त्यही ड्याडीको साथीको छोराको रिसेप्सन पार्टी जानु छ, टाढा छ है, यहाँबाट टाढा छ है। यता धुम्बा रहेछ पार्टी चाहिँ, यहाँ रिसेप्सन पार्टी चाहिँ। मेरो पनि ड्याडीको साथीको छोरा अनि मेरो चाहिँ पहिल्यैदेखिकै हामी सँगै पढेको, घर पनि नजिक है पाल्पामा, हामी सँगै पढेको। म र आकाश रुचि चाहिँ हामी नर्सरीदेखि नै सेन्ट कवितामा हामी सँगै पढेको हो नि त। बच्चादेखि नै भनौँ, बच्चादेखिकै साथी। त्यही उसको रिसेप्सन पार्टी छ आज चाहिँ। हजुरलाई नि देखाऊँ भनेर लिएर आएको छु, हेरिदिनु होला, लास्टसम्म हेरिदिनु होला है। मैले चाहिँ भर्खर अघि नै मुखसुख धोएर क्लिनिङ पनि गरेँ। अब चाहिँ यहाँ फेस प्याक लगाउनु बाँकी छ, अब फेस प्याक लगाउने छु। अनि फर्स्ट लुगाहरू मिलाउने छु अनि फेस प्याक लगाउने छु। अनि बल्ल अनि हजुरलाई नि देखाऊँ भनेर लिएर आएको छु है। अनि भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला, हेरेर इन्जोय गरिदिनु होला है। अब हजुरलाई एकैछिनमा भेटौँला। अनि कसले भिडियो सब्सक्राइब गर्नुभएको छैन गएर पनि सब्सक्राइब पनि गरिदिनु होला। भिडियोलाई लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला है गाइस। अब चाहिँ हजुरलाई एकैछिनमा भेटौँला। सी गाइस एकैछिनमा बाई। यहाँ रेडी हुन आएको छु यहाँ रिसेप्सन पार्टीको लागि, अघि भनिहालेँ त्यही पार्टीको लागि यहाँ रेडी हुन लागेको छु। ढिलो पनि हुन्छ, म हेयर पनि बनाउन जानु छ पार्लरमा। आफूलाई चाहिँ एकदमै गाह्रो लाग्छ कि हेयर बनाउन आफूलाई। मैले चाहिँ अरूलाई चाहिँ गरिदिन आउँछ, आफूलाई चाहिँ गर्न आउँदैन कि, त्यही भएर म चाहिँ हेयर बनाउन जानु छ। त्यही भएर फर्स्ट आफूले छिटो मेकअप गर्छु अनि हेयर पनि बनाउन जान्छु। फर्स्ट मेकअप गर्नुभन्दा अगाडि चाहिँ म स्किन केयर गर्नेछु, टोनर लाउन लागेको छु है। त्यसपछि चाहिँ यहाँ म सिरम लाउन लागेको छु यो वाला, नआँटेको छ यो चाहिँ राम्रो छ कि यो सिरम चाहिँ मलाई एकदमै। यो चाहिँ वान वाला फर्स्ट सिरम, सेकेन्ड वाला। सिरम पनि लगायो, अब चाहिँ आई क्रिम लगाउने छु। आई क्रिम लगाएपछि अनि एकैछिनमा भेटौँला है त। मैले चाहिँ अलमोस्ट मेकअप चाहिँ डन भइसकेको छ, हेयर मात्र बनाउन आएको छु है। यहाँ पार्लरमा चाहिँ हेयर बनाएर अनि हजुरलाई जाने बेला भेटौँला है त।
Studies Uncle Didibo. You man, Miley. Second No, Auntie. Hello. No. म चाहिँ अघि नै आइपुगेको काकाहरूसँग चाहिँ अनि यहाँ चाहिँ काकाहरू गफ गर्दै हुनुहुन्छ ड्याडी काकाहरू अनि मेरो चाहिँ आजको लुक चाहिँ यस्तो खालको छ कस्तो लेखेको छ कमेन्ट डाउन बिलो अनि हजुरलाई देखाउनेछु पानीपुरी रहेछ त यहाँ प्लेट छैन यहाँहरू छ धेरैतिर त छैन टिक्का खा मलाई टिक्का दिँदा ए आलु टिक्की पो रहेछ हजुर एक ठाउँमा हाल्नु मोमो खाने मोमो खान्छ यो हरियो पनि मिसाइदिनु ए हाल्दैछु तातो पनीर पनीर पोर्क मेरो
म चाहिँ यो सबिनको रिसेप्सन पार्टीको भ्लग थियो है, राम्ररी खिच्न नि पाएन, जति छ त्यति हालिदिनेछु। म चाहिँ त्यहाँ सबिनको रिसेप्सनबाट चाहिँ छिटो निस्केको थियो, उता साथीको पनि पार्टी थियो त्यही गएको थियो, अनि जति छ त्यति हालिदिनेछु, हेरेर इन्जोय गरिदिनु होला है। त्यस्तो राम्ररी केही क्याप्चर पनि गरेको छैन, जे छ त्यही हालिदिनेछु, हेरेर इन्जोय गरिदिनु होला। अब चाहिँ यो पछि चाहिँ मसिनो नाचको भ्लगहरू आउनेछ, हेरेर इन्जोय गरिदिनु होला है। अब चाहिँ यो भ्लगलाई मन पऱ्यो भने चाहिँ लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। आकाश दाइसँग लास्टमा भेटेको थिएँ, फोटो मात्र खिचेँ, भिडियो चाहिँ खिच्न पाएन, त्यही भएर म तर गइहालेँ। ठ्याक्क मन निस्किँदाखेरि आकाश दाइहरू आउँदै हुनुहुन्थ्यो, अनि मैले चाहिँ फोटो मात्र खिच्न धुन्थ्यो कि फोटो मात्र खिचेँ, भिडियो पनि खिच्नु पर्ने रहेछ, बिर्सिहालेछु। जे छ त्यही हाल्दैछु, हेरेर इन्जोय गरिदिनु होला। अब चाहिँ हजुरलाई फेरि नयाँ भ्लगको साथ फेरि भेटौँला है। अब चाहिँ यो मसिनो नाचको जात्राको भ्लगहरू हाल्दैछु, हेरिदिनु होला त्यो पनि। फेरि नयाँ भ्लगको साथ फेरि भेट्नेछु गाइस। नेक्स्ट भ्लग, स्टे ट्युन, बाई।